एसकेएमले नराम्रो गरे भने तपाईहरु बोल्नुहोस्, त्यसमा भन्नु केही छैन। तर एसकेएम सरकारले नै राम्रो पहल गर्दा, पार्टीले नै राम्रो पहल गर्दा, हाम्रो सिक्किमको हितको लागि काम गर्दा तपाईहरुलाई किन कुरा पस्दैन? त्यसले चाहिँ काम ठीक गरेन, यो सरकारले चाहिँ सही गरेन, ठुलालाई चाहिँ आफ्नो हातमा लियो अनि सानालाई चाहिँ आज मार्दैछ, ससाना व्यापारीहरूलाई चाहिँ व्यक्तिहरू पनि आज बोल्दैछन्। कसको आडमा भन्दा तपाईहरुको आडमा बोल्दैछन्। त के तपाईहरुले सिक्किमेको लागि तपाईहरु सोच्न सक्नुहुन्न? सिक्किमेलाई तपाईहरुले साथ दिएर राख्न सक्नुहुन्न? म तोया रिजाल आज धेरै समयको अन्तर्कालमा तपाईहरुको माझमा उपस्थित भइरहेको छु। सो आज म कुनै पार्टीको प्रवक्ता भएर हैन, एसकेएम पार्टीको प्रवक्ता भएर पनि हैन, एउटा साधारण आम नागरिक हो। यही नागरिकै भएर चाहिँ म तपाईहरुको माझमा आएको छु। विशेष के भन्न चाहे भनेदेखिलाई धेरै अगाडिदेखि यस्तो प्रकारको कुराहरू चलिरहेछ। यो भएन, त्यो फलानु भएन, यता भएन, त्यता भएन, धेरैवटा कुराहरू चलिरहेको छ। तपाईहरुलाई म यसको कुरा निकाल्छु। मुद्दा के हो भनेदेखिलाई सबलेटिङको कुरा हो। विशेष सबलेटिङको कुरा गर्नु पर्दाखेरि आज हेर्नुहोस्, धेरैवटा अपोजिसन पार्टीका धेरैजना प्रवक्ताहरूले आज सरकारले गर्दाखेरि यो सबलेटिङको कुराहरू गर्दाखेरि सानुलाई मार्यो, कोनिकेलाई मार्यो, यो भएन, त्यो भएन, सरकारले यो गरेन, त्यो गरेन भनेर दिइरहनु भएको छ। म विशेष के भन्न चाहन्छु ती अपोजिसनका व्यक्तिहरूलाई, अहिले भनौँ अहिलेका अपोजिसनका जो व्यक्तिहरू जस्तै क्याप पार्टीका भनौँ, त्यहाँदेखि लगेर तपाईको एसडीएफ पार्टीको भनौँ, पर्टिकुलरै भन्दाखेरि पनि उहाँहरूलाई हेर्नुहोस्, तपाईहरुलाई म यति भन्छु, म एउटा आम नागरिक भएर तपाईहरु सबैलाई म चिन्छु, तपाईहरुले मलाई चिन्नुहुन्छ हैन, त्यो हामीलाई थाहा छ। तपाईहरुले मलाई चिन्नुहुन्छ, म तपाईहरुलाई चिन्छु भनेर पनि थाहा छ। तर म यहाँ के भन्न चाहे तपाईहरुलाई भनेदेखिलाई चाहिँ यो सबै कुरा ठिकै छ। तपाईहरुले एसकेएमले नराम्रो गरे भने तपाईहरु बोल्नुहोस्, त्यसमा भन्नु केही छैन। तर एसकेएम सरकारले नै राम्रो पहल गर्दा, पार्टीले नै राम्रो पहल गर्दा, हाम्रो सिक्किमको हितको लागि काम गर्दा तपाईहरुलाई किन कुरा पस्दैन? गरिब दुखीलाई मार्यो अरे, कुनै केलाई के गर्यो अरे, लाइसेन्स सबलेटिङ हुँदाखेरि हेर्नुहोस्, लाइसेन्स सबलेटिङ भनेको चाहिँ एउटाको लाइसेन्स बोकेर अर्काले दोकान चलाउँदैछ। के तपाईहरु रेस्पोन्सिबल बन्न सक्नुहुन्छ त? यदि हुन्छ भने तपाईहरु रेस्पोन्सिबल बन्न सक्नुहुन्छ? अन्य पार्टीका प्रवक्ताहरू अनि अन्य पार्टीहरूले जसले दोष दिनु हुँदैछ तपाईहरुले, यो पार्टीले चाहिँ काम ठीक गरेन, यो सरकारले चाहिँ सही गरेन, ठुलालाई चाहिँ आफ्नो हातमा लियो अनि सानालाई चाहिँ आज मार्दैछ, ससाना व्यापारीहरूलाई चाहिँ हेप्दैछ भनेर तपाईहरुले भन्नु हुँदैछ। तपाईहरुको आडमा अरु अन्य व्यक्ति, बाहिरका व्यक्तिहरू पनि आज बोल्दैछन्। कसको आडमा भन्दा तपाईहरुको आडमा बोल्दैछन्। त के तपाईहरुले सिक्किमेको लागि तपाईहरु सोच्न सक्नुहुन्न? सिक्किमेलाई तपाईहरुले साथ दिएर राख्न सक्नुहुन्न? तपाईहरु सिक्किमेको लागि हुनुहुन्छ कि अन्य बाहिरका व्यापारीहरूको लागि हुनुहुन्छ, जसको डकुमेन्ट छैन, जसको केही छैन, त्यसले चाहिँ यहाँनेरि आएर हाम्रो राज्यमा मनमानी तरिकाले व्यापार गरिरहेको छ। एउटा सिम्पल चामल राख्ने ठाउँमा लगेर दुनियाँभरिको काँटीदेखि लिएर दुनियाँभरिको चिज राख्छ हैन। अनि जसले चाहिँ लाइसेन्स सबलेट गरिरहेको छ, हेर्नुहोस्, एउटाको लाइसेन्समा अर्काले दोकान चलाइरहेको छ। भोलिको दिनमा त्यो फुड पोइजन भएर केही चिज खान जाँदाखेरि खाएर त्यो फुड पोइजन भएर केही भयो भनेदेखिलाई त्यो मान्छेलाई कहाँ पक्रिनुहुन्छ तपाईले? अनि हामी सानो मान्छेलाई मात्र हेप्यो भनेर तपाईहरुले भन्नुहुन्छ। सानो मान्छेलाई हेप्यो कसरी भन्नुहुन्छ? यहाँनेरि बिगार्ने, सबैभन्दा बेसी बिगार्ने भनेको त्यही सानो मान्छेले बिगार्छ। हामी एकैचोटि ठुलो हुन्छौँ र सानो नभई ठुलो हुन्छौँ? हामीले सानो काम नगरी ठुलो काम गर्न सक्छौँ? कहीँ पनि छैन। पहिला सानोदेखि नै सुरुवात गर्नुपर्छ, नियमै यस्तो छ। अन्त तपाईहरुले पनि बुझ्नुहोस् न यो कुराहरुमा, सिक्किमेलाई साथ दिनुहोस्, सरकारलाई सपोर्ट गर्नु सक्नुहुन्छ यदि भने। यो टाइम मैले पार्टीको चम्चागिरी गरेर बोलेको होइन। लाइसेन्स सबलेटिङको मुद्दाहरू हामीले पनि धेरै समय अगाडिदेखि उठाइरहेको थियौँ। यो मुद्दामा तपाईहरुले त साथ दिनु भएन नै, तर अहिले आएर सरकारले यो पहल गरिदिँदाखेरि तपाईहरुलाई यति साह्रो घाँटी खसखसाएको, तपाईहरुलाई कुनै मुद्दाहरू यस्तो मुद्दाहरू छ जुन मुद्दाहरू सरकारले बिगारेको मुद्दाहरूमा तपाईहरु बोल्नुहोस्, त्यसमा भन्नु हाम्रो केही छैन नि। सरकारले
पोजिटिभ काम गर्दैछ, सरकारले सिक्किमेको लागि सोचेर काम गर्दैछ यदि भनेदेखिलाई तपाईँहरूलाई किन यति साह्रो खसखस भन्ने कुरा मेरो चाहिँ तपाईँहरूसँग। अनि म धेरैवटा सङ्गठनसँग जोडिएको छु, धेरैवटा सङ्गठनमा बसेर काम गर्दैछु। त्यो सङ्गठनको आधार लिएर होइन, त्यो सङ्गठन सहित तपाईँहरूलाई म एउटा सिक्किमको आम नागरिक भएर तपाईँहरूलाई यो भन्न चाहन्छु, तपाईँहरू अपोजिसन पार्टीहरूलाई यो भन्न चाहन्छु, सरकारले कतिवटा राम्रो पहल गर्दाखेरि तपाईँहरूले सपोर्ट गर्नुपर्छ। तपाईँहरूको अपोजिसनको काम यो खालि यो मात्रै बिगार्यो त्यो मात्रै बिगार्यो औँला ठड्याउने मात्र होइन, औँला ठड्याउने मात्रै काम नगर्नुहोस्, सपोर्ट गर्नुहोस्। यो कुरामा सिक्किमको हरेक जनताले सपोर्ट गर्नुपर्छ, सिक्किमको लागि, हाम्रो सिक्किमेको लागि सोचिदिनु भएको छ। अनि यति कुरा याद गर्नुहोस्, सिक्किममा जतिवटा दोकानहरू छ, सानो दोकानदेखि ठुल्ठुलो दोकानहरू जति पनि छ नि, यो हरेक दोकानमा चाहिँ सकियो भनेदेखिलाई चाहिँ हरेक दोकानले चाहिँ जिएसटी अनिवार्य रूपमा जिएसटी पे गर्नुपर्ने यो हामीले बनायौँ भनेदेखिलाई चाहिँ अझै कसैले लाइसेन्स अपडेट गर्न सक्छ जस्तो लागेन मलाई।